नमस्कार। हजुर शुभ नाम? मेरो डिना साई। हजुर कहाँदेखि आउनुभयो? म सानीबा। हजुर यहाँ यो कर्णामे फिटनेस सेन्टर आउनुभएको कति भयो? म आजले 11 दिन होला सायद 11 दिन। 11 दिन हजुरले चाहिँ थेरापी गर्दाखेरि हजुर चाहिँ के कति सुधार पाउनुभयो? के समस्या लिएर आउनुभयो? समस्या त मेरो सुरुमा पाखीहरुमा अलि पानी बग्ने अनि पेट मरु दुखिरहेको थियो। अनि खास म यहाँ आएर यस्तो होला भन्ने सोचेको पनि थिएँ। म खास मेरो बुढोको लागि चाहिँ ढाडको समस्या थियो। अनि एकजना दिदीले मलाई यहाँ ल्याइदिनु भयो। अनि मैले सरलाई बुढोको समस्या भन्दा मैले बुढो चाहिँ आउनु भएन। अनि मलाई चाहिँ मेरो चाहिँ समस्या सोध्नुभयो। यस्तो भएको सर मलाई पाखीघरमा डक्टरले मासु पनि जमेको छ भने के गर्ने भन्दाखेरि सरले ग्यारेन्टी हुन्छ यस्तो यस्तो ठुलो तपाईँको त साधारणै हो। उहाँ पिच जमेर पाखीघर सिजरको ग्यारेन्टी दिएको छ। तपाईँ आउनु रेगुलर आउनु 2-4 महिना आउनु ग्यारेन्टी हुन्छ भनेर म एकदम विश्वासका साथ मेरो पार्लरै अहिले बन्द गरिगर्न म पार्लरमा टाइमै दिन सकेको छैन। म पार्लरमा अहिले पनि बन्दै मलाई एकदम भित्री मनबाट भइरहेछ हुन्छ विश्वास छ। अनि यो पानी बग्ने पनि अहिले कम भइरहेछ। अनि साइड चाहिँ दुनिया चाहिँ असर गरिरहेछ। त्यो चाहिँ मलाई निको हुँदायो एकदम म खुसी छु विश्वास छ। पहिलो दिनमा हजुर चाहिँ दक्षिण भारतको पनि अलि उहाँलाई बताइदिनु न। सुरुमा म आएँ अब म 2 नम्बरमा बसेको थिएँ। म फुलबडीमा मिसमा बसेँ। सरले चाहिँ अलिअलि क्लास लिनु भयो धेरै चाहिँ लिएन है बस्नु पाएन। म हल्का हल्का सुनेको थिएँ। अनि घर जान्छु त म शुक्रबारको दिन आएको है। शुक्रबार आएँ ल राति त मलाई आमामा के हुनु पेट पनि एक्लै नाच्नु पनि थाल्यो। पानी पनि गयो जस्तो फिलिङ्स पनि होला है। यहाँ पनि दुख्ने त्यहाँ पनि दुख्ने रिङ्गर भएको मलाई कति 3 दिनसम्म भयो है। म टोइलेट गएर म दिशा गर्न नसकेर बल गर्नु पर्यो। म बिहान उठ्दा बुढोलाई भन्नु मलाई यसो भयो। बुढोले नजाई म अब पाखीघर हलिन गरेर निस्किमा थर्काएर भन्यो मलाई। र म अब थाप्थेले जाने म यहाँ नजाने भयो भनेर म पुरा गरेँ। अब म जानु पर्यो भनेर म रेडी भएँ। अनि बस्दा म मनमा चाहिँ के सोच्नु सरले यस्तो भन्दा अब म गरेँ नगरेँ सरसँग एक डिसिजन लिएर म जान्छु भनेर आएँ। सरलाई भन्दा तपाईँलाई एकदम राम्रो हो। तपाईँको नयाँ सुरुको सुरुवात हो। पुरानो भए ढिला हुन्छ निको हुन्छ ठिक हुन्छ ग्यारेन्टी हुन्छ तपाईँ ढुका हुन्छ। त्यही भएर म अहिले पनि पार्लर बन्द गरी हिजो दिन भयो आज मेरो म एकदम मलाई पार्लर भन्दा पनि ठुलो आफ्नो शरीर लाग्यो कि शरीर निको भयो। त्यो पार्लर कति गर्नु निको हुन्छ भन्ने म विश्वास छु। मैले सरलाई धेरै मनदेखि धन्यवाद। धेरै धन्यवाद।